यो गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाबाट खिचिएको तस्बिर हो, सरी भिडियो हो। यो भिडियो हेर्नुहोस् त, हेर्दा ठ्याक्कै गुल्मी जिल्लाको छिमेकी जिल्ला पाल्पा जिल्ला जस्तो देखिएको छ। र यो गाउँ बस्तीमा पहिला थुप्रै धेरै लाइटहरू बलेको देखिन्थ्यो। अहिले सबै गाउँ छोडेर हिँडेकोले कता कति मात्र देखिएको छ। धेरैजसो मानिसहरू यहाँबाट गाउँ छोडेर सहरतिर झरिरहेका छन्। र यो गाउँमा पारीसम्म लाइट देख्न सक्नुहुनेछ। धेरै लाइट बल्थ्यो, अहिले हेर्नुहोस् त एकदम न्यून अवस्थामा बलिरहेको छ। अनि यो चाहिँ मेरो घर, यो चाहिँ मैले चलाउने गाडी। यो बाटो एकदम अस्तव्यस्त रहन्थ्यो। यो बाटो सालझन्डी टु ढोरपाटन जाने बाटो हो। अहिले खासै केही पनि हिँड्दैन यो बाटोमा। हल्का फुल्का लोकल गाडीहरू मात्र चल्छ। हेर्नुहोस्, केही छैन, सुनसान अँध्यारो छ।